नमस्कार साथीहरू, आउनुहोस् सुरु गरौँ आजको नेप्से अपडेटलाई। र चाहिँ हिजोको दिनमा दिउँसोको दिनमा मैले एउटा भिडियो अपडेट गरेको थिएँ। तपाईहरुले सायद पक्कै पनि हेर्नुभएको होला। मैले एउटा यो लेभलसम्म चाहिँ मार्केट झरेर यो लेभलबाट मार्केट यहाँ बाउन्स भएर यता गएर फेरि माथि जान सक्छ भनेर एउटा अनुमान हजुरहरु समक्ष गरेको थिएँ। सायद तपाईहरुले हेर्नुभएको थियो होला भन्ने आश गरेको छु। यो मन्थली क्यान्डल हो है। यसले तपाईहरुले राम्रोसँग गर्नु होला। अहिले हामी यो लेभलमा यो सपोर्टको लेभलमा छौं। यदि मार्केट यो लेभललाई तोडेर तल जान्छ भने हाम्रो नेक्स्ट जुन पक्षमा छ यसले सबै बेचेर बसेको छ त्यो होइन। मैले मसँग भएको कुनै पनि पोर्टफोलियोलाई खाली गरेको छैन। मेरो एक्सपेक्ट चाहिँ के हो भने म पनि बुलकै पक्षमा छु भन्दै गर्दा बुल त्यसै हुँदैन साथीहरु, यो कुरालाई बुझिदिनु होला है। बुल हुनको लागि बजार के हुनुपर्छ? बजारका सबै संयन्त्रहरू एकनासँग स्मुथ भएर चल्नुपर्छ। बजारलाई हेर्ने दृष्टिकोणमा चेन्ज आउनुपर्छ। अब हामीले अहिले भर्खर नयाँ सरकार पाएका छौं। सरकार मात्रै भएर हामीलाई हुँदैन, थाई सरकार चाहियो, त्यसको ग्यारेन्टी छैन। अब हेर्नुस् है, यसैलाई हेरौँ। तपाईहरुले अब यसैलाई चाहिँ हेरौँ। म चाहिँ खासै बजारसँग त्यति पोजिटिभ पनि छैन, नेगेटिभ पनि होइन है। यो एउटा च्यानल फर्मेसन भयो नि, तपाईहरुले हेर्नुभयो नि। अब यो च्यानल फर्मेसन हुँदा अब बजारले यो लेभलमा एकचोटि बाउन्स गर्ने नै हो। अब यहाँसम्म आएर यता गएर फेरि यता आएर यसरी बजार निस्क्यो भने चाहिँ अलिकति पोजिटिभ बाटो समाउँछ कि भनेर हेर्न सकिन्छ है। पोजिटिभ बाटो मात्रै हो नि, फेरि त्यो पोजिटिभ नै हो अथवा यो चाहिँ यस्तै हुन्छ होइन, मेरो यो सामान्य चाहिँ उ हो। यो लेभल कट्नै पर्छ कि बजारले। यो लेभल भनेको अहिले हामी साइडवेज लेभलमा छौं के, साइडवेज खेलिरहेछ बजारले। तपाईले हेर्न सक्नुहुन्छ, यहाँबाट यहाँ आयो, मार फर्क्यो, फेरि यही लेभलमा 1 2 डबल ताले भन्नु पर्ला। यो दुईचोटि चाहिँ यो सपोर्टको लेभलसम्म आयो र चाहिँ फर्कियो। अहिले चाहिँ यो सपोर्ट भन्दा अलि माथि नै छ। मलाई लाग्दैन यो यहीँबाट फर्किन्छ। ट्रिपल बटन बनाउनलाई यो तल पक्कै आउँछ। यो लेभल टच गर्छ नि, मेरो बुझाइमा यो लेभल टच गर्छ नि। यो लेभल टच गरेर बजार जब पनि माथि जाँदाखेरि भोल्युम सहित राइज हुँदै जाँदा यसलाई ब्रेक गर्छ भने बजारले फर्दर हामी 4500 सम्मको चाहिँ मुभमेन्ट भेट्न सक्छौं। यो लेभललाई ब्रेक गर्दाखेरि भोल्युम सबै थरीले, भोल्युम, हाम्रो राजनीतिक अवस्था सबै कुराले साथ दिनुपर्छ है साथीहरु। त्यो कुराले साथ दिएर बजार माथि निक्लिन्छ भने 4500 लाई हामी अनुमान गर्न सक्छौं। यदि अहिलेलाई म धेरै त भन्दिन साथीहरु, यो लेभलमा सस्टेन हुन सकेन र यो लेभलमा पनि बजारले तलको बाटो देखायो भने अहिलेलाई 1635 कुर्नुको विकल्प हामीसँग सायदै हुन्छ होला है। यतिको लागि चाहिँ तयार हुनुहोस्। अब भन्नलाई त यो भन्दा तल पनि जान्छ भन्छन्, तर तल जाने क्रममा अब यो भन्दा तल जाला भनेर म अहिले कल्पना त गर्न सक्दिन, नजाला पनि भन्न सक्ने कन्डिसन छैन साथीहरु। अहिलेलाई हामी बजार यही हिसाबले हेरौं, यही हिसाबले बुझौं र तपाईहरुले यो बजार गरिराख्दाखेरि यहाँ हेर्नुस् है। यो अस्ति 2 दिन भरि देखेको बजारमा यहाँ बेच्नलाई अलि मान्छेहरु राजी भएको थिएनन्, बेच्न खोजिरहेका थिएनन्। यो हाम्रो रातो चाहिँ क्यान्डलले यही देखायो। अस्तिको भन्दा हिजो यो क्यान्डलमा हेर्नुस् त, मान्छेहरुले अलि बजारलाई चाहिँ विश्वास गुमाइसक्यो। यहाँ भन्दा बेच्नेको संख्या यहाँ बढ्यो, त्यसैगरी यहाँ भन्दा बेच्नेको संख्या यहाँ बढ्दै छ।
भनेपछि आएको थाई सरकारमा चाहिँ नदेखिएको हुनाले गर्दाखेरि बजारमा अलि लय समाउनलाई गाह्रै छ साथीहरू। मैले कतै न कतै सोचेको थिएँ यो लेभलबाट चाहिँ मार्केट बााउन्स हुन्छ कि भनेर सोचिरहेको थिएँ। मलाई अब अलि कम विश्वास लागेको छ बजारसँग र चाहिँ म लगभग अब अहिले चाहिँ म किन्ने पोजिसनमा छैन है साथीहरू। यदि बजार तपाईँहरूले पनि अलि आफ्नो चाहिँ डिसिसन लिनु होला। यदि बजार अब यो लेभललाई चाहिँ भुलुङसहित ब्रेकडाउन गरेर आउँछ भनेदेखि यो लेभलमा पनि थामिन गाह्रै छ। तैपनि एउटा योलाई चाहिँ किन्ने अवसरको रूपमा पनि लिन सकिन्छ है। किन यो एउटा बिजनेसको हिसाबले हेर्नुहोस्, एउटा उद्यमको हिसाबले हेर्नुहोस्, एउटा लगानीको हिसाबले हेर्नुहोस्, न कि यसमा जुवाको रूपले खेल्न थाल्नुहुन्छ। अर्काको लहै लहैमा नलाग्नुहोस्, कमसेकम बुझ्नुहोस्, बजारको गति हेर्नुहोस्। तपाईँले सिक्नको लागि पैसा खर्च गर्नु पर्दैन साथीहरू। युट्युबमा धेरै यस्ता भिडियोहरू छन्, तपाईँले ट्रेडिङ सम्बन्धी सामान्य ज्ञान हुन्छ। अहिले मैले बजारमा धेरै कुराहरू देखेँ, त्यो कुराहरूबाट म अलिकति टाढा रहन चाहन्छु गरेर मलाई पुग्ने हिसाबले धेरथोर कमाउँछु होला। कहिलेकाहीँ प्रेडिक्सन मिल्दा कमाउँछु, प्रेडिक्सन नमिल्दाखेरि स्टप लस गर्छु। त्यो सामान्य कुरा हो। म ट्रेडर हो, म बिजनेसम्यान हो, सधैँ फाइदा हुनुपर्छ मलाई छैन। तर म केही न केही बुझेको छु, त्यस कारणले बजारलाई बुझेर लगानी गर्नु होला साथीहरू। यति भन्ने आजलाई यहीँ टुङ्ग्याउँ है। धन्यवाद।